गेम बेस्ट अफ 3 मा जिते भनेको के बुझ्दैन के यसले म जान्दिन त उड बस गर कि उता भित्तामा गर कि भुत्ला उठा सुन म सुन्दिन माछी यहाँ सुन न गर बेस्ट अफ 3 भनेको 3 गेममा 2 गेम बेस्ट अफ 3 माछी जा छिटो गर अरे तेरो मोनी नबोल यार मुजी जा छिटो अब सेकेन्ड गेम पनि तिमीले जित्यौ अब चाहिँ जित्यौ हो के अनि खेल्छु तसँग छिटो जा गर यहाँ सुन न हो कि उफार तेरो लाडा जा भनेको बेस्ट अफ 3 भनेको 2 गेम हो के यो तिमीले भुत्राको बेस्ट अफ 3 मुजी ते हल्ला गर्छ यार थाम डाउन छिटो के हल्ला गर्छस् त छिटो जा गर बेस्ट अफ ल तिमीले एक गेम जित अब चाहिँ जित नि त त्यसपछि तिमीले जितो चुप छिटो गर त त्यस्तो बेस्ट अफ 3 भनेको थाहा छ मलाई तेरो बेला थाहा छ भने तिमीले बेस्ट अफ 3 थाहा छैन माथिको एकै गेम जिते बित्तिकै जित्यो भन्छ के भएको के तिमी म आजकल तले बेस्ट अफ 3 भनिस् मुजी म तले जान्दै छ त माथि गेम भनेर छैन नि तैले मलाई हैन माछा पनि हानेस् न मुजी त्यस्तो बेस्ट अफ 3 त्यस्तो कता तला जितेछु मुजी तैले मलाई लाइन हानेछ माछा मुजी गोबर ए बाबा पहिला कुरा त सुन न यार ए यो माछा यस्तो एकै गोबर सट माछ्ने एकै गेम हो भने कुरा सुन पहिला त्यस्तो तसले तेरो डेयर देखि त भाग्छ छैन त मुजी किन खेल्छस् त जान्था पहिलो कुरा सुन मैले मुजी गर्न के को बेस्ट अफ 3 मुजी ए सुन मैले वन एन्ड डन भनेको छु छैन नि वन एन्ड डन भनेको बाबु यो के गेम हो त मुजी कहाँको यो मुजी सुपरस्टार हो र तलाई उसमा त मुजी कहाँ कस्तो बेस्ट अफ 3 नखेल कहाँ त्यो सिंगल सिंगल कहाँ त्यो वन एन्ड उफ्रे हाई जम्प गर मुजी तेरो लाडो हल्ला मुजी ल अब यसपालि ल अब ले गर म त मान्दिन छिटो गर तिमी त यस्तो गर्छ के तेरो हल्ला जाठा भित्र देखा के खर्च त माछ कहाँ छ त मुजी कतिवटा मेरो पर्छ गर्छस् मुजी ह तले घाँस तले गेली गर्छस् मुजी कुरा पहिला कुरा त सुन यार कुनै नसुनेपछि कहाँबाट कुरा बुझ्छ यहाँ सुन कुरा एक गेम मात्रै खेल्यो भने वन एन्ड डन भन्छ के एक अनि वन एन्ड डन भनेको मुजी तेरो अनरमा दलेर नि जाठालाई म बेस गर्छु मुजी ल अब चाहिँ हामीले हो न मुजी जाठा कहिले यो घेटी गर्छस् मुजी मसँग खेल्छ माछिने मेरो पर्छ गरेछस् पहिले यहाँ सुन न भनेको के एक गेम मात्रै खेल्ने भए त वन एन्ड डन बनिहाल्थ्यो नि अब बेस्ट अफ 3 भनेपछि तिमीले एक गेम जित्यो अब पनि एक गेम जित्यो तिमीले के त मुजी कहाँको मुजी त यो सुपरस्टार हो र मुजी अनि बेस्ट अफ 3 हो मुजी म पहिले गेम पुतिको गेम म्याच के तैले आफै भनेको हैन मुजी 1000 ले म लाडो देखाइन्छु भनेको तैले त्यही त 1000 ले अनि बेस्ट अफ 3 भनेस् मुजी तेरिका यो राई लिम्बर त कस्तो एकोर हुन्छ के अलिकति सोचेर अलिकति विचार पुरा नभन्ने के बेस्ट अफ 3 भनेको 2 गेम जित्नु पर्छ पहिले त्यसो भने हैन अब त्यसो नि यहाँनेर यो ढोक त्यसो भने म अब अर्को चोटी बेस्ट अफ 3 खेल्छु भनेर ढोक त्यसो नि ढोक कस्तो यो चुला अब चाहिँ जिते पनि हो ल अहिले चाहिँ जिते पनि तिम्रो जित्नु हुन्छ भनिरहेको छु मैले क्लियरली पहिले त्यस्तो धेरै गर्छ मुजी यो आउने गेम तिमीले जिते भने तिम्रो जित हो भनेर मैले मुखैले बोलिरहेको छु त यो म्याच के रन्डीको बेला त म के गरौँ नि यो जाठा मुजीलाई त हनुमान फुलिने गरिदिन्छ होला यो मुजीलाई म ल यसमा जित त्यसपछि तेरो जित बोल यसमा चाहिँ हो यो चाहिँ जित्यो भने तिम्रो जित हो तर यसमा पनि मैले जित्यो भने फेरि तेस्रो गेममा जान्छ नि फेरि याद गर त फेरि बुझ्नु यस्तो त कुरा फेरि त 2-4 कुरा नगरे म्याच नि यो गेममा तिमीले जित्यो भने तिम्रो जित हो यसले धेरै एउटा मेरो यो के परे अनि यसको लाडे काट्दिनु पर्छ म्याच यो धेरै एउटा यसले पनिसमेन्ट धेरै एउटा मेरो गरेको छैन यार म माछा हान्छु न म यो गेम जित्छु भनेको छ त्यो पनि नि गर हैन फेरि त्यो माछा हानेन अब अर्को गेम जित्छ म लायन हान्छु भन्नु त्यो पनि हानेन यो म्याच छिक्नेले जाठा कुरा सुन्दैन के मैले के यो गेम तिमीले जित्यो भने तिम्रो हो यो गेम चाहिँ मैले जित्यो म जित्ने त यो म्याच छिक्ने नि सबजना डबल ट्याप हान्नु त म्याच छिक्नेलाई अनि बेस्ट अफ 3 नि भन्छ अलि भन्ला बेस्ट अफ 3 अरे अहिले हारे पछाडी हेर यो म्याच छिक्नेले वन एन्ड डन भनेको छैन के हामीले एभ्रीवन 700 जनाको डबल ट्याप 700 जनाको डबल ट्याप हान्नु त 700 जनाको एभ्रीवन यो म्याचमा पुति मुखलाई यसपालि हामीले जित्नु पर्छ यो मुजीलाई ठोक्नु पर्छ यसपालि हामीले जित्नु पर्छ ल साथी यसपालि हामीले जित्नु पर्छ यसको म्याच प्लिज एभ्रीवन ल डबल ट्यापले ठोकेर यसलाई हैन यसपालि जित्नु पर्छ है लगेर हैन यसको भुतला माच्नलाई हैन उखाल्नु पर्छ एभ्रीवन 700 जनाको डबल ट्याप प्लिज एभ्रीवन लेट्स गो तमासाले फाटेले मुचेले ल लेट्स गो अब म्याच सिक्ने जे पनि छ ल के गरौँ बेला त यो हुन्छ हेर रक्सी खाएको ल
साथी हो यसले यसपालि हामीले